ايش مالك؟ انا بتوجعني ومش قادرة اعمل شيء. नमस्कार सबैजनामा केही दिनदेखि यता मलाई केही कुरा भन्नु मन थियो and I was choosing a platform. I don't know which platform should I choose to say my words, and I finally remember like I had one old YouTube channel जसको नाम थियो नेपाल वर्ल्ड. सायद यो कोरोनाको बेलामा अलिकति एक्टिभ थियो किनकि त्यति बेला हामीले एउटा सर्ट मुभी बनाएको थियौं. It was about the corona and how a local government should act to prevent the war against coronavirus. अलिकति बोरिङ छ, लाइक इन्स्टिट्युसनल कामहरु कसरी गर्नुपर्ने हुन्छ कुनै पनि एउटा कन्ट्रीमा यस्तो भाइरसहरुले लागिसकेपछि भन्ने कुराहरुले हामीले अलिकति एउटा सानो कम्युनिटीलाई देखाएर सानो स्टोरी बनाएर गर्न खोजिरहेको थियौं. यही युट्युबमा छ के त्यो भिडियो, फुर्सदमा हेर्नु होला. And again back to the topic. अघि भर्खर हामीले क्लिपहरुमा त हेर्यौं गाजाको भिडियो क्लिप्सहरु, and the war was happening since 2 years, maybe around 500 days पछि चाहिँ finally war चाहिँ स्टप भएको छ. अहिले रिसेन्टली स्टप भन्दा पनि केही टाइमको लागि. And watching all those videos, clips, and the children's crying, the pain, त्यो खानाको लागि लाइनमा बसेर बच्चाहरू रोएको, आफ्नो परिवार बिना लावारिस भएर कति बच्चाहरू अझै स्ट्रिट्समा, कति त मरिरा होला, कति चाहिँ I don't know what to say. अब हामीले क्लिप्सहरु हेर्दाखेरि लाइक मुभिजहरुमा पनि देखिरा हुन्छ वार